हजुर नमस्ते। म फेरि तपाईहरुलाई एउटा नयाँ भिडियो लिएर आउँदैछु। म आजको यात्रा चाहिँ मेरो लामो छ, हेर्दै गर्नु होला। तपाईहरुलाई म देखाउँदै गर्छु। अहिले चाहिँ हामी यहाँ टावर घुम्न जान्छौँ। अब यहाँ चाहिँ हामी चटपट खाने। हामी चाहिँ आइपुग्यो बल्ल बल्ल काठमाडौँ मायाको घरमा। कमला कमला हेलो यसलाई बनाउनु पर्यो एउटा भिडियो। हामी आइपुगिसके। हेलो खतरा फोटोसुट गरिसक्यो। अब काठमाडौँ आइपुग्यो अनि मायाको घरमा अब खाना खाँदै है। ल समला हेलो माया खाना है ल मायाले चाहिँ किम्ची हामीले हालिसक्यो। ल हेलो गुड मर्निङ फ्रम काठमाडौँ स्वयम्भू। अब चाहिँ हामी दोलखा कालिम्चोक जाँदैछौँ र कालिम्चोकको लागि चाहिँ हामी तयारी हुँदै हो, वेटिङ फर ट्याक्सी। अनि यो चाहिँ हाम्रो छोरी। हेलो गुड मर्निङ। गुड मर्निङ कमला। गुड मर्निङ। हेलो कताको यात्रा हो रे? कालिम्चोक। कालिम्चोक। कति एक्साइटेड छ? एकदम एक्साइटेड। यो चाहिँ पछि पर्दैन होला। हेलो गुड मर्निङ माया। गुड मर्निङ। के छ? म त अलिअलि बिरामी। अब यो चाहिँ हामीसँग साथी चाहिँ एकदम बिरामी छ कि, तर पनि हामी साथीलाई साथी जाँदैछु। साथीलाई लागि चाहिँ जाँदैछ। अब म तपाईँहरूलाई चाहिँ बाटो बाटोमा त्यहाँको भ्यूहरू देखाउँदै लैजानेछु। म सँगै रहनु होला। ल ट्रेकिङ हुँदैछ अझै पनि। हेलो एभ्रिवान। ल है हामी चाहिँ अब कालिम्चोकको लागि निस्किम। ल है निस्किन चाहिँ यता र उता भइराख्यो। मेरो चाहिँ लगेज नै लक भयो, यस्तो तनाव भयो के होइन। अब तनाव भयो रेडी फर कालिम्चोक। यो त अगाडि राखेको हो। तिमी अगाडि नबस्ने? अहिले त 6 बजिरहेछ के अरे होइन। 6 बजे हामी सोमबाट निक्ल्यो होइन। 6 बजे हो ठ्याक्कै अब निक्लेको सोमबाट। अहिले चाहिँ हामी कता जाँदैछौँ? बालाजु हुँदै जानुपर्छ अरे। जाँदैछौँ है। कुन हो यस्तो राम्रो रोड हो रे? कस्तो राम्रो बनाएको रहेछ नि त भाइ। हाम्रो त लाइट त खोइ के नमिलेको हो बेसरमा चाहिँ। कस्तो राम्रो देखेको छ अर्को। ए मिस्टर हस्बेन्ड त पढाइहाल्ने फेरि। द सिटी अफ बालेन है, द सिटी अफ बाले काठमाडौँ सहर। भेरी नाइस। ठाउँको नाम चाहिँ के हो? नेपाल टेलिकम बानेश्वर। कालिम्चोक। अहिले चाहिँ हामी पुग्यौँ बनेपा जाँदैछौँ। 4 जना सरी सुतिरहेछ। म चाहिँ भिडियो गरिरहेको छु अगाडि बसेर। जाडो भयो। अहिले हामी कहाँ छौँ? दलाल घाट है। दलाल घाट बजारमा चाहिँ फिसहरू यस्तो बनेको छ, स्ट्रिट फुडहरू। दलाल घाट बजार अलिक क्राउड रहेछ जे होस्। दलाल घाट बजार आइपुग्यो। अहिले अब के गर्नु? चाउ त पाउँदैन रहेछ, अन्डा पनि पाउँदैन रहेछ। दलाल घाट बजारमा नर्डले के खायो त नि ब्रेकफास्ट? कहिले आउने त नि? झोल तरकारी, आलु चनाको झोल तरकारी। हाम्रो भाइ पनि खाँदै हुनुहुन्छ। पानी सबसे डाँडो चाहिँ मायालाई भात। सेलरोटी अन्त नि कालिम्चोकै पुगे जत्तिकै भयो भाइ। ल है मलाई त गोर्खा मात्रै याद आएर चाहिँ सेम हाम्रो गोर्खाको नम्की होमस्टे जस्तो है। सेम नम्की होमस्टे। तपाईँहरूलाई चाहिँ यो बाटोको भ्यूहरू धेरै भएको कारणले गर्दा बोरिङ लाग्न सक्छ। मलाई चाहिँ राम्रो राम्रो ठाउँ भएको कारणले मात्रै यो भ्यूहरू देखाएको छु। हेर्दै गर्नु होला है त। वाह
सिन्धुपाल्चोकमा है नरु हामी सिन्धुपाल्चोकमा कति रुपियाँ अरे 50 कहाँबाट टिपेको नि बाबु यताबाट जाने हामी हेलो ब्रदर कालिम्पोङ त यता अफरोड हो पुग्न डाँडामा कालिम्पोङ डाँडा आइपुग्न थालेको थियो के गर्ने हिँड्नु पर्यो हाम्रो ट्याक्सीले तान्नै सकेन हामीलाई पनि लेग लाग्यो ट्याक्सीलाई पनि लेग लाग्यो कमला गाह्रो भएछ यो चाहिँ पुरै लालीगुराँससँगै रमाइराखेको छ है जान्छ होला आई थिङ्क ल जाऊ जाऊ जानै पर्छ ट्याक्सी फाइनल्ली मेरो कति वर्षौँपछिको ड्रिम चाहिँ आज पुरा भएको छ म कालिम्पोङ आइपुगिसकेको छु आज कालिम्पोङको गाउँ चाहिँ देखेको छैन कति खुसी लागिरहेको छ मलाई चाहिँ चिसो चिसो मौसममा तातो तातो खाना कालिम्पोङको हाम्रो कालिम्पोङको खाना है साथीहरू हामी चाहिँ अब बिहानको खाना खाइसकिसकेपछि चाहिँ एकछिन हामी यो कालिम्पोङको डाँडातिर घुम्न गएका थियौँ अनि त्यहाँ चाहिँ कति चिसो कस्तो हावा चल्ने के तर कस्तो राम्रो ठाउँ थियो अनि त्यसपछि हामी चाहिँ टक्क यता कालिम्पोङको यो कुरी भिलेजतिर चाहिँ घुमिरहेका छौँ कस्तो छ के छ भनेर घाम यति मिठो लागेछ यस्तो आनन्द लाग्ने ठाउँ रहेछ सुनसान है राम्रो थियो ठाउँ चाहिँ हजुरहरू पनि हेर्दै गर्नु होला है त कस्तो मजाले लाग्यो यस मौसम चाहिँ एकदम राम्रो है म तपाईँहरू देखाउँदै लैजान्छु हजुरहरू हेर्दै जानु है त कमला 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 हेलो कमला कस्तो लागिरहेछ घाम फर्किँदा यति न्यानो भएछ नि अरू बेला चाहिँ जानु भयो यस्तै उता फर्किँदा त्यस्तो भन्छ अनुहार देखाउनु कस्तो न्यानो भएको छ मौसम
छ कतिवटा चर्चा धेरै पनि छ बेलुका चाहिँ एकदम चिसो भएको कारणले चाहिँ हामी त बारबिक्यू गर्ने ठाउँतिर आयौँ र अब एकछिन भए पनि हामी यहाँ रमाइलो गरौँ भनेर चाहिँ डान्सहरू गरिरहेका छौँ है। हामी सबैजना डान्स गरिरहेका छौँ, रमाइलो एकदम रमाइलो गरिरहेको छ है त्यो साथीहरू।
बेलुकाको खाना है हाम्रो चाहिँ हो कमला कति चिसो छ कति चिसो मलाई यति भइसक्यो चिसो छ अब बिस्तारै कमलालाई मटन पनि बफ पनि चिकन पनि खान्छरै भन्दै माएर म चाहिँ सादा भएको गुड मर्निङ हामी अब रुमबाट निस्केका छौँ र रुमबाट निस्किसकेपछि चाहिँ हामी एकछिन तल चेकआउट गर्नेछौँ हिसाब किताब गर्नेछौँ र त्यसपछि चिया तातो पानीहरू खाजासाजा खाएर चाहिँ हामी अब काठमाडौँ फर्किन्छौँ है त साथीहरू थ्याङ्क यू दिनु पर्दैन लगेज ल ल बाई बाई कालिम्पोङको यो के रिसोर्ट रे के हो यो होटलको नाम त्रिपुरा रिसोर्ट I recommend everyone. Facility एकदम राम्रो, बेड एकदम तातो, एकदमै तातो पानी चिसो पानी तर अरु रुमहरु हामीलाई थाहा छैन है हामी डाइरेक्ट यही आयौं तर एकदम राम्रो बेस्ट रेकमेन्डेड हो सम्पूर्णलाई धेरै 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 धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा तपाईहरु सम्पूर्णले चाहिँ मेरो भिडियो हेरेर लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु थ्यांक यू बाइ बाइ